सम्झाए नि बुझाए नि मान्दैन नि मनै त हो नि मनै त हो नि सो वेलकम ब्याक टु माई च्यानल गाइज। सो आज चाहिँ म कन्सर्टमा जान लागेको छु। आज धेरै नै रमाइलो हुन्छ जस्तो छ। फर्स्ट टाइम म यस्तो ठुलो कन्सर्टमा जाँदैछु। त्यही हो, अब हेरौँ के हुन्छ कस्तो हुन्छ। होपफुली सब राम्रै होस् भन्ने चाहन्छु म त। लेट्स सी। अब हामी जाँदैछौँ। अब एउटा ट्रेन लिनुपर्छ अनि ट्रेनबाट ट्रेन ल्याएर हामी सिधै कहाँ हो अरे जाने होटल आलुसरको त्यहाँबाट फेरि बसमा हो। सो त्यही हो, अब देख्छु बाटोमा पनि के हुन्छ के हुन्न। सो अब हामी हाम्रो फाइनल ट्रेनमा जाँदैछौँ। त्यो पछि हामीले चेन्ज गर्नु पर्दैन नि दाइ? अब सिधै त्योबाट सिधै पुगिन्छ। अब कति आवर्सको हो? 55 मिनट्स, लगभग 1 आवर्सको रहेछ। ठिक छ, रमाइलो हुन्छ। अब ट्रेनमा भयो नि नयाँ ठाउँ हेर्दै जानुपर्छ। हामी चाहिँ अब ट्रेन कुर्दै हो होइन। टाइगर कस्तो ट्रेन हो, ट्रेन कन्फ्युज भयो बल्ल भेट्यो। अब एउटा दिदी आउनुहुन्छ जोइन गर्नुहुन्छ हामीलाई। 20 मिनट बाँकी ट्रेन। सो त्यही अब हामी एकछिनमा निस्किन्छौँ यहाँबाट। अनि 1 घन्टापछि पुग्छौँ त्यहाँ। अनि रमाइलो गर्नुपर्छ। हामी पुगेको आधी घन्टा 1 घन्टापछि स्टार्ट हुन्छ त्यो चाहिँ कन्सर्ट चाहिँ कसको भन्नु? John and the Locals 1974, Bartika अनि वाङदेन र त्यही 4 जनाको हो, 4 जना आर्टिस्टको। त्यही रमाइलो हुन्छ आज। 2 बजीदेखि 10 बजीसम्म हो नि। सो दिउँसोको 2 बजीदेखि रातिको 10 बजीसम्म हो। रमाइलो हुन्छ जस्तो लागिरहेछ। सो हामी एल्डरसर आइसक्यौँ। अब हामी यहाँबाट हिँड्नुपर्ने हुन्छ। ल हामी एल्डरसर भन्ने ठाउँमा आइसक्यौँ। कन्सर्ट हुन लागेको पनि यही नै हो। म्याप हेरिरहन् केटाहरूले। म्याप हेर्न सकेनन्, भेटेन। त्यो खजानाको म्याप खोजे जस्तो भइहाल्यो नि। यो त 2टा म्याप जोडेर कमेडी हुँदैछ यहाँ हिँड्दै रमाइलो गर्दै। सो हामी दामी ठाउँमा आएको छौँ अहिले। म देखाउँछु हजुरहरूलाई। सो अब हामी हाम्रो डेस्टिनेसनमा पुग्न लागिसकेको छौँ। कन्सर्ट हो जुन कन्सर्ट। अब यहाँदेखि जस्ट 15 मिनट होला यहाँबाट हिँडेर। अब त्यही हो, अब त्यहाँ जान्छौँ। स्टार्ट पनि हुन लागिसक्यो। 20-30 मिनटमा स्टार्ट नै हुन्छ। हजुरलाई देखाउने छौँ। स्टे ट्युन। दामी मजा आउने होला छ। हजुरहरूलाई पनि आउँछ, हामीलाई त झन् आउने नै भयो। त्यही हो। ल अब सिधै कन्सर्टमा भेटौँ। ल बाई। अनि नेपाली भाषामा बोलेपछि चिनिहाल्यो ल। गाउँ न ल। ल छिटो ल। हामी आइसक्यौँ। अब हाम्रो भेन्यू यही हो। सो जाँदैछौँ। के खान्छ त्यसपछि स्टलमा मैले जस इन्स्टामा सेलहरू देखिरहेको थिएँ। अब त्यो खान्छौँ ल हामीले। हामीले गर्ने हो नि त त्यो त। प्राइस कति म यहाँ बहिनीको फोनहरू सबै लियो। हुन्छ भयो, थ्याङ्क यू। म तिनबाट क्रिम निकाल्छु।
आज अलिकति तलमाथि जताभावी जस्तै तिमीले छ र मन नदुखे आएर अलिक मुस्कुराएर आउन जाउन पर यो मन बिउजिँदा खोज्छु तिमीलाई सपना देख्छु तिम्रो यही नहीं हो अर्को जुन म तिम्रो मेरो हुने मायाका गीत सरी यही नहीं हो अर्को जुन म तिम्रो मेरो तिमी मायाका गीत सरी जुनी चाहना कसो गरी साचिदियो शहर भरि गुनासो गरेछु बात धेरै पर्यो धेरै धेरै मायाका कुरा नगर न भोलिबारे केही थाहा नभई जीवनभरिका सम्झाए नि बुझाए नि मान्दैन नि मनै त हो नि मनै त हो नि सम्झाए नि मनै त हो नि Thank you everybody हाँसेर ढाँटेर कति भन्नु तिमीलाई सम्झँदैन बागेर कता तिम्रो यादले कहीँ सार्दैन के गरौँ म के गरौँ साडेर टाढेर गनी मलाई कहिले नबिर्सिन् म पनि मान्दिन माया सधैँ तिमीलाई सम्झिरहन्छु यस्तै छु
यस्तो You ready everybody? ढाकेर कति भन्नु तिमीलाई सम्झन्छु भागेर कता छौ तिमीले यादै कहीँ जानेर म के गरौँ साडेर टाढेर पनि मलाई कहिले नबिर्सिनु म पनि मार्दिन म सधैँ तिमीलाई सम्झिरहन्छ टाढाको मान्छे पनि सधैँको लागि आफ्नो भइदिने Thank you UK फर्कन्न होला अब म गएपछि उतैतिर सम्झन्छु म धेरै कहिले कहिले सम्झिदिँदो जिन्दगी बेकन्फ्युज कहिले युकेमा कहिले कहाँ जिन्दगी बेकन्फ्युज कहिले कहाँ छुट्नु छ थाहा नै थियो मनै त हो नि जानेरै कि नजानेरै भइदियो नचिनेको नदेखेको मान्छे नि आफू
देखेँ नि यो भित्रको त्यो अन्धैको छुटी सुने जस्तो लाग्छ ग केही कुरा यादै छैन हिँडेको त धेरै भयो लडेको बिर्सिन्छु कि आँसु बिना दिउँबाट यहाँ म रुँदैछु के छ सो यहाँबाट यस्तो झ्याउ भइसकेको छ भोलि बिहान नै मेरो काम छ भोलि बिहान नै मेरो काम छ अनि यहाँ अब यहाँबाट जाने ट्रेन पनि छैन बस पनि छैन सबै अब बिहानसम्म छ बिहान चल्छ अब अहिलेलाई सबै बन्द भइसक्यो अब मलाई जान छ 8 बजे हिँड्नु छ कामको लागि यहाँ छु यार म अप्सन भनेको हिँड्ने मात्रै छ हिँड्दा 13 घन्टा लाग्छ अहिले बज्यो कति बज्यो 12:30 बज्यो अनि अब ल साथी के भयो हाम्रो घटना डिस्क्राइब गरिदेऊ त केयरलेसले गर्दाखेरि भएको भन न केयरलेस होइन रमाइलो धेरै भएको हो अनि गर्नुपर्छ रमाइलो धेरै नै रमाइलो पनि नगर्नु होला जस्तो हुन्छ होइन रमाइलो भयो त्यही हो कि भोलि जसरी घर पुगिहालिन्छ बालै भएन ल